कविता तँलाई कस्तो फिल भइरह हामीलाई छोडेर जाँदैछस् हैन अब त्यो पराई देश पराई साथी नयाँ मान्छे नयाँ साथीहरू भेटाउलिस् पुरानो साथीलाई नबिर्सिने फेरि कस्तो फिल भयो साथीलाई कहाँ बिर्सिन्छु मैले साथी भनेको त सबैभन्दा माथि हुन्छन् हैन साथीलाई चाहिँ बिर्सिन्न मैले अब फिल त अब खै त्यस्तो फिल भन्ने नै सोच नै आएन एकदमै इम्टी फिल भइरहेको छ मलाई चाहिँ खाली खाली रित्तो रित्तो मैले त एउटा मेन्टर नै टाढो जानला जस्तो फिल भयो जे पनि तैँले मलाई एकदम मोटिभेट गर्थिस् क्या आई विल मिस द्याट मोमेन्ट आई अल्सो मिस हैन रुबी बोला न यार तिमी टुङ्गो नबस रुबी केही बोला नरौ रुबी रे के आज रुबीलाई भन न मेरो बारेमा केही भन रे के आज रुबीलाई कविताको बारेमा केही भन तिमीलाई कस्तो लाग्यो कविता मान्छे त ठिकै हो होइन खास भन्दा यो मैले किन भनेको रुबी रुन लागेको थिइन् लाइफमा रुनी चाहिँ होइन भन्छु मैले तर एक्लै हुँदा चाहिँ रुन मन लाग्छ फेरि होइन अब खुसी दुःख सँगसँगै खुसी नै हो नि त अब तैँले आफ्नो करियर अगाडि बढाउँछस् तैँले आफ्नो ड्रिम्स पुरा गर्दैछस् होइन अनि त्यसपछि चाहिँ नयाँ सब्जेक्टै नयाँ होइन फिल्ड नै नयाँ अब नै नयाँ अब हेरौँ सबै नयाँ नयाँ अब सोचे जस्तो नयाँ एक्सपिरियन्स होस् होइन त्यही अरू त के भन्नु नयाँ नयाँ संसार साथी तिम्रो जस्तो भेटिन्न हामी भनेको त सिंगल पिस हामी भनेको ओन्ली वान पिस हो कि हामी भनेको रुन आएको छैन है नाकबाट आँसु झरिराख्यो नाकबाट यो चिसो बनाना लस्सीले गर्दा आँसु झरिराखेको अवस्था छ यो के भन्छ अरे रुबी केही त भन न भाइ तिमी किन यस्तो चुप्प लाग्यो कस्तो भन्ने शब्दै फुरेन रुबीको डिक्सनेरीमा केही शब्दहरू मेरो दिमागमा केही नि आएन खाली भन्छ क्या पेटमा चाहिँ भरियो खाएर केक खाएकै छैन काँडो पेट भरियो भनेको के पेट भरियो कविता गिफ्ट रिभिल गर त होइन गिफ्ट साथीहरूको गिफ्ट हेरौँ है अब हाँस्दै भन्छ हामीले अहिले भन्छ मैले अहिले पछि पज गरौँ है ए हुन त नगरौँ हात गलो मलाई सेल्फी स्टिक ल्याएको सेल्फी स्टिकले धोका दिएर हात स्टिक बनाउनु पर्यो हात गलो मेरो हात गल्यो मेरो अलि छिटो छिटो गर हात गलो मेरो अहिले मोबाइलै फेरि ह्यान्डल उच्चियरमा केही छैन साथीको लागि ज्यान हाजेर मोबाइल भन्छ यो चाहिँ फोटो जस्तो लाग्यो मलाई यिनीहरूले अत्रङ्गी खत्रङ्गी फोटो हालेछन् होला होइन अब त्यो चाहिँ हेर्नुपर्छ म खासै फोटो प्रेमी मान्छे त होइन म डाइरेक्ट क्यामेरामै हेर्छु है त्यति जुगाड गरेको नि फोटोलाई कविता त फोटो खिच्नै नमान्ने मान्छे भएर जुगाड हेर्न लिएर जाए हामीलाई लिएर जान्छु नि हामी नगए नि एक फोटो त युके जानुपर्छ जुगाड गरेको धन्न मिल्ने रहेछन् क्या साइड साइडमा बस्दो रहेछन् यो नि सँगै है धेरै ठाउँमा हामी सँगै नै बसेर रहेछौँ क्या काट्न मिल्ने गरी अब साथीहरूले अरूले हामीलाई काट्यो भन्ने सोच्ने होला नि हाम्रो सिचुएसनै काट्नु परेर ल सही छ ल हेलो दामी ल
जान्छु लिएर कहाँ यसलाई छोड्छु र म तिमीलाई लर टक्क ल राखेर म तिमीलाई देखाउँछु नि त रुममा पनि फोन ल बाई हामी अब लाग्छौँ ब्लगै त हो नि यो ब्लगै हो बाई 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 सी यू रामसँग जा ल बाई हेभ अ सेफ जर्नी थ्याङ्क यू थ्याङ्क यू रुबी चाहिँ एकदम सेन्टी छिन् कतिखेर रुन्छ नि थाहा होइन रुनी होइन लाइफमा ल बाई बाई रुनी हो क्या आज होइन थ्याङ्क यू फर वाचिङ our channel. Please subscribe, share. Our channel watching video. Thank you for like, comment, and subscribe. After this after reaching the 1 million views, we will make a new video together. अलग इंग्लिश तो बोलने बोलो यूके जाना यूके में काम लगता अलग इंग्लिश बोलना पड़े इंग्लिश नहीं बोलना ये इंग्लिश खासै राम्रो छैन अब 2 वर्षपछि नेपाली हो भन्न नेपाली हो खासै इंग्लिश त राम्रो छैन 2 वर्षपछि भेट हुँदा अनि यस्तो ब्रिटिश एन्सेन्टमा चाहिँ बोल्न सकौँ त्यही हो ठुलो कुरा खतरा हामी चाहिँ टुवा हैन रुबी बाई बाई गाइस बाई गाइस हाय गाइस 2 मेमा पुग्यो नि त अनि त्यसपछि चाहिँ के अरे मैले त बेलुकाको भातै खानु बिर्सेछु पिरे बिरले 3 बजे उठेर चिया खाइछु भनेर चिया र बिस्कुटको फोटो पठाएको छ आँसु लगाएर मलाई उहाँ बसी सेटल बसी आफ्नो टक्क मिलेछ अनि बल्ल डाइटिङ गर्ने फाइटिङ गर्ने के गर्ने उहाँ गसी नि सुरुमा